लालझाडी गाउँपालिका सुदूरपश्चिम प्रदेशमा पर्ने एक सुन्दर र सम्भावनायुक्त गाउँपालिका हो। नेपालका प्रदेशहरूमध्ये प्रदेश नम्बर 7 अन्तर्गत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा अवस्थित यस गाउँपालिका कृषि, पर्यटन, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले निकै फराकिलो सम्भावना बोकेको छ। कञ्चनपुर जिल्लाको पूर्वी भूभागमा अवस्थित लालझाडी गाउँपालिका 154.65 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको कुल जनसङ्ख्या 25,037 रहेको छ, जसमध्ये 12,144 पुरुष र 12,893 महिला रहेका छन्। गाउँपालिका 6वटा वडामा विभाजित छ। यस गाउँपालिकामा आदिवासी, थारू समुदाय तथा पहाडबाट बसाइसरी आएका विभिन्न जात जाति, धर्म र वर्णका मानिसहरूको मिश्रित बसोबास रहेको छ। विक्रम सम्वत 2079मा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष निर्मल राणा हुनुहुन्छ। उहाँका अनुसार गाउँपालिकाका सबै 6वटै वडामा त्यहाँको आवश्यकता र सम्भावनाका आधारमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ। हामी 2079 सालको निर्वाचित भइसकेपछि जनतामाझ हामी धेरै किसिमका घोषणापत्र पनि घोषणा गरेका थियौँ र ती घोषणापत्र अनुसार हालसम्म हामी थुप्रै काम गरिसकेका छौँ। सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स, त्यसको सँगसँगै हामी स्वास्थ्यमा 1 देखि 6 वडामा प्रत्येक वडामा बर्थिङ सेन्टर लागू गरेका छौँ। लालझाडी गाउँपालिका आयुर्वेदिक अस्पताल पनि छ। त्यो आयुर्वेदिक अस्पताल हामी निर्माण गरिसकेका छौँ, सञ्चालनमा छ। जुन बुढापाकाहरूले अस्पताल देखाउन सक्दैन तिनीहरूको घरमा अध्यक्ष विशेष कार्यक्रम सञ्चालन गरेर प्रत्येक घर घरमा गएर हामी चेक जाँच गराउँछौँ र स्थानीय पाठ्यक्रम अनुसार हामी केही हाम्रो सांस्कृतिक यो यहाँका आदिवासी जनजाति लगायत अन्य जातहरूको जुन रीतिरिवाज के रहेछ त्यसको पनि सिलेबस बनाएर हामी विद्यालयमा सञ्चालन गरेका छौँ। हामीले प्रथाजनित कानुन पनि बनाएका छौँ, जस्तै भलभन्साको, चाकरको, आदिवासी जनजातिहरू तिनीहरूको जुन चालचलन छ तिनीहरूलाई जीवित राख्नको लागि पनि हामी कानुन बनाएर अगाडि लागेका छौँ। हामी यहाँहरूसँग त्यही किसिमका काम गर्दैछौँ। हामी सबै क्षेत्रलाई समेटेर युवा, युवती, लक्षित वर्ग र यहाँका जो किसानहरूलाई के समस्या त्यसको लागि पनि हामी कार्यक्रम बनाएर अगाडि बढेका छौँ। उब्जनी राम्रो भए पनि बाटोको अभावका कारण यहाँका कृषकहरूलाई व्यवसायमा समस्या भोग्नु परेको थियो। पहिले यहाँका बासिन्दाहरू बाहिर जानु परेमा खोला नाला तर्नुपर्ने, कच्ची बाटोका कारण हिलो धुलोले यात्रा निकै कठिन हुने गर्दथ्यो। मानिसहरू बिरामी समेत पर्ने गर्दथे। अहिले गाउँपालिकाले प्राय सबै वडामा सडक पिच तथा पुल निर्माण कार्यलाई तीव्रता दिएको छ। कतिपय स्थानमा सडक पिच र पुल निर्माण सम्पन्न भइसकेका छन् भने केही स्थानमा निर्माण कार्य जारी छ। सडक पूर्वाधार विकास नै समग्र विकासको मूल आधार हो भन्ने नाराका साथ यहाँका जनप्रतिनिधिहरू काम गरिरहेका छन्। हामीले प्रत्येक वडामा गएर समिति, योजना शाखा सबैलाई लिएर हामी अनुगमन गर्ने गएका छौँ। 3 वर्षको दौरानमा चाहिँ हामीले धेरै नेक्स्ट समितिमा पनि हामीले मेलमिलाप गरेका छौँ। लालझाडी गाउँपालिका भनेको चाहिँ एकदमै थारू बासिन्दा रहेको छ। त्यसमा पनि राणा थारूको बहुल्यता छ। यहाँ लालझाडी गाउँपालिकामालाई हामी आउँदा चाहिँ बाटोघाटोको एकदमै समस्या थियो। अहिले बाटोघाटो हामीले एकदमै यहाँ बनाइराखेको अवस्था हेर्ने हो भने होइन, हाम्रो अहिले 4 र 5 जोड्ने पुल पनि हाम्रो यही वर्ष हाम्रो अहिले चाहिँ सम्पन्न हुनेछ। केही दिनमा हामी सुचारू पनि गर्नेछौँ होइन। अहिले चाहिँ यो 3 वर्षको कार्यकालमा चाहिँ हाम्रो 2 वर्ष हामीले चाहिँ महिलाहरूलाई उद्यम होइन, उद्यमशीलता, आफ्नो जीविकोपार्जन चाहिँ कसरी महिला दिदीबहिनीहरूले अगाडि बढ्ने, पुरुष दाजुभाइहरू कसरी गर्ने त हामीले रोजगार शाखा, हाम्रो उद्यम विकास शाखामा चाहिँ हामीले थुप्रै कार्यक्रम जस्तै पेन्टको, फर्निचरको, प्लम्बिङको, मोबाइल मर्मत, अन्य डल, कुसन, अचारको तालिम भयो, सिलाइ कटाई र यो हाम्रो राणा थारूको घङ्गरिया, चोलिया, लेहेङ्गा बनाउने चाहिँ हामीले कार्यक्रम दिएका थियौँ।
समुद्री सतहबाट 100 मिटरदेखि 1000 मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिका तराई भूभागमा पर्ने भएकाले गर्मीमा यहाँको तापक्रम 43 डिग्री सेल्सियससम्म पुग्ने गर्दछ भने जाडोमा न्यूनतम तापक्रम 6.96 डिग्री सेल्सियससम्म झर्ने गर्दछ। कृषिसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि अगाडि रहेको लालझाडी गाउँपालिकाले सेवाग्राहीहरूको इच्छाअनुसार समयमै सेवा प्रदान गर्दै आएको छ। आन्तरिक रोजगारी सिर्जनाका लागि रोजगार सेवा केन्द्रसँग समन्वय गरी आर्थिक विकासका कार्यक्रमहरू अगाडि बढाइएका छन्। 2080-81 हामीले करिब 83% वित्तीय प्रगति हासिल गरेका थियौँ भने 81-82 त्यसलाई अझै अभिवृद्धि गरेर हामीले समग्रमा 86.25% चाहिँ हाम्रो वित्तीय प्रगति थियो, जुन चाहिँ चालुगत तर्फको हाम्रो 88% थियो भने अनि पुँजीगत तर्फ चाहिँ हाम्रो 84% हाम्रो वित्तीय प्रगति थियो। मलाई लाग्छ यो कञ्चनपुर जिल्लामा सबैभन्दा चाहिँ बढी वित्तीय प्रगति हासिल गर्ने गाउँपालिका पनि हो जस्तो लाग्छ हामीलाई चाहिँ। आर्थिक कारोबारको क्षेत्रतर्फ वित्तीय संस्थातर्फ नेभिल ब्याङ्क छ र 2वटा चाहिँ हाम्रा लघु वित्तहरू छन्, त्यसै गरी 21वटा चाहिँ हाम्रो सहकारीहरू रहेका छन्। अनि हामीसँग सानो बजारहरू छ र एउटा चाहिँ अलिकति थोक बजार अनि त्यसै खुद्रा बजारहरू एउटा हाट बजार मार्फत चाहिँ हामी अगाडि बढेका छौँ। लालझाडी गाउँपालिकाले सुदूरपश्चिम प्रदेशमै 10 आधारभूत अस्पताल निर्माण गर्ने पहिलो पालिका हो र त्यो सँगसँगै चाहिँ हामीले स्वास्थ्य चौकीबाट चाहिँ 3वटा स्वास्थ्य चौकी छ हामीसँग। स्वास्थ्य चौकीमा पनि हाम्रो देगतपुली स्वास्थ्य चौकीको नयाँ हाम्रो सुविधा सम्बन्ध बिल्डिङ बनाएका छौँ। त्यसै गरी आधारभूत स्वास्थ्य केन्द्रमा चाहिँ भवनहरू थपेका छौँ, बर्थिङ सेन्टरहरू स्थापना भएका छन् र सबै हामीले निःशुल्क ल्याब सेवा व्यवस्थापन गरेका छौँ। सङ्घ सरकार, प्रदेश सरकार र लालझाडी गाउँपालिका आफ्नै प्रयासमा चाहिँ यो सडक क्षेत्रलाई विशेष फोकस गरेर अगाडि बढेका छौँ र एउटा नयाँ उपलब्धि भनेको अहिले हामीसँग विश्व ब्याङ्कसँगको साझेदारीमा हाम्रो नेपाल सरकार शहरी विकास मन्त्रालय र यहाँको प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय र स्थानीय सरकार लालझाडी गाउँपालिका बिचमा त्रिपक्षीय सम्झौता MOU भएर अहिले हामीसँग त्यो वर्ल्ड ब्याङ्कको पाइलट प्रोजेक्टको रूपमा 13.6 किलोमिटर सडक हामीसँग यो ठेक्का सम्झौता भएर कार्य अगाडि बढिसकेको छ। सबै वडाको केन्द्रहरू सडक सञ्जालबाट जोडिसकेको छ। अधिकांश बस्तीहरू हाम्रा सडक सञ्जालबाट चाहिँ जोडिएको स्थिति छ। मलाई लाग्छ सडक नपुगेको ठाउँ चाहिँ अब बिरलै छ हामीसँग लालझाडी गाउँपालिकामा। अहिले हामीसँग उपलब्ध स्रोत साधनको प्राथमिकीकरण गरेर भनेको जनताको माग अनुसार पहिले लगानी गर्ने अथवा चाहिँ त्यसलाई प्राथमिकतामा राखेर चाहिँ हामीले योजना छनौट गऱ्यौँ र त्यसलाई कार्यान्वयन गर्न सक्यौँ भने पक्कै पनि हामी यो लालझाडी गाउँपालिका विकास क्षेत्रमा ठुलो फड्को मान्न सक्छ। गाउँपालिकाले प्रत्येक वडामा त्यहाँको आवश्यकता अनुसार सेवा प्रदान गर्दै आएको छ। विभिन्न सङ्घ संस्थासँग समन्वय गरी सिपमूलक तालिमहरू सञ्चालन गरिँदै आएको छ। वन, जङ्गल तथा नदी नालाले घेरिएको यस गाउँपालिकामा जङ्गली जनावर तथा छाडा गाई गोरुको समस्या रहेको छ। यस समस्याको समाधानका लागि वडा अध्यक्षहरूले गाउँपालिकासँग समन्वय गरी जङ्गल क्षेत्र वरिपरि मेष तार जाली लगाएका छन् र छाडा गाई गोरुका लागि गौशाला निर्माण गरेका छन्। लालझाडी गाउँपालिकाले वन संरक्षणका लागि विभिन्न वन उपभोक्ता समूह सङ्गठन गरेको छ। लालझाडी गाउँपालिका वार्ड नम्बर 1 मा एकदमै छाडा गाई गोरुको समस्या त्यो चाहिँ हामीले पुरनवास 1 देखि हाम्रो लालझाडी 2 सम्मको आफ्नो पुरै सिमानामा मेसवार जाली विस्तार गरेका छौँ। यस्तो विकट ठाउँ छ, एउटा दोदा नदी छ र एउटा चाहिँ बाँडा नाला छ। बाँडा नालामा चाहिँ हामीले एकदमै खेतीपातीको लागि आवत जावत गर्नको लागि एकदमै समस्या देखिएको र त्यसमा चाहिँ हाम्रो 2वटा चाहिँ ट्रस्ट पुल निर्माण गरेका छौँ। लालझाडी गाउँपालिकामा सिँचाइको पनि एकदमै समस्या भएको हुनाले हामीले 79-80 मा 60वटा हामीले यो मोटर समेतको पम्प सेट पनि कार्यक्रम सम्पन्न गरेका छौँ। बाटोघाटोमा पनि 80-81 मा हामीले कम्तीमा हामीले 6 किलोमिटर निकालेका छौँ। केही हाम्रो वाडाभित्र भइसकेको छ र केही बाँकी छ। अहिले पनि काम चालु नै छ। 79 देखि यता 5वटा मन्दिर पनि निर्माण गरिसकेका छौँ। एउटा गाउँघर क्लिनिक त्यो पनि निर्माण गरेका छौँ र प्रत्येक टोलमा यो बस यात्रीहरूको लागि प्रतीक्षालय पनि निर्माण गरेका छौँ।
गाउँवासी अनुसार विक्रम सम्वत 2079 को निर्वाचनबाट निर्वाचित लालझाडी गाउँपालिकाका सबै जनप्रतिनिधिहरूले आआफ्नो क्षेत्रमा जनताको समस्या अनुसार काम गरिरहेका छन् र विकासको गति बढ्दै गएको छ। हरियाली वनजङ्गल र नदीनालाले सुन्दर बनेको यस गाउँपालिकामा विभिन्न किसिमका जडीबुटी, जङ्गली जनावर, पशुपक्षी तथा माछाहरू पाइन्छन्। मेरो 2 नम्बर वाडाको विशेषता भन्नुपर्दा यहाँ पूर्वमा हाम्रो लालझाडी वनजङ्गल, पश्चिममा दोंदा नदी र उत्तरमा चाहिँ 3 नम्बर वाडा जोडिएको छ भने दक्षिणमा चाहिँ 1 नम्बर वाडा र हाम्रो गलौरी नगरपालिकाको 5 वाडासँग चाहिँ जोडिएको यो वाडा रहेछ। यो हाम्रो 2 नम्बरका सम्पूर्ण वासीहरू कृषक भएको हुनाले एउटा कृषि मैत्री वाडा रहेको छ। यसमा चाहिँ हाम्रो यहाँको समुदायको चाहिँ मेन पेसा भनेकै कृषि भएको हुनाले एकदमै यसमा चाहिँ कृषिमा आधारित वाडा हो। र हाम्रो आकर्षणको रूपमा भन्नुपर्दा प्रापूर्व कालदेखि चाहिँ एउटा ऐतिहासिक रूपमा रहेको हाम्रो ताल रहेछन् 2 नम्बर वाडामा। अजाइन कुण्डा भन्ने ताल र पिपरमण्ड ताल भन्ने 2 तालले चाहिँ हाम्रो 2 नम्बरको एकदमै ठुलो आकर्षणको रूपमा रहेको छ। र धार्मिक परम्परा अनुसारमा चाहिँ मठ मन्दिरहरू रहेका छन्। हाम्रो शिव मन्दिर भयो, बैजनाथ मन्दिर भयो, होइन, यो धार्मिक आस्थाले भरिपूर्ण चाहिँ यो मन्दिर रहेको छ भने पर्यटकीयको हिसाबमा हेर्दाखेरि हाम्रो 2 नम्बरमा चाहिँ विभिन्न चाहिँ वन समुदायहरू एकदमै हरियाली हराभरा चाहिँ वन समुदायहरू रहेछन् र त्यसले गर्दाखेरि एउटा पर्यटकीयको हिसाबमा चाहिँ विभिन्न चाहिँ जैविक विविधताले भरिएको विभिन्न जडीबुटीहरू लगायतका विभिन्न चाहिँ लालझाडी वनका विभिन्न वन्यजन्तुहरूको पनि चाहिँ एउटा अवलोकन गर्न चाहिँ पाइन्छ। लालझाडी गाउँपालिका तराई भूभागमा पर्ने भएकाले यहाँको हावापानी उष्ण तथा उपोष्ण प्रकारको छ। पहिले यहाँका बासिन्दाहरूले पिउने पानीका लागि नलकाको प्रयोग गर्ने गर्दथे। कतिपय स्थानमा दूषित पानी तथा बालुवा आउने हुँदा मानिसहरू बिरामी पर्ने गर्थे। अहिले प्राय सबै स्थानमा खानेपानीको सुविधा पुगेको छ, साथै सिँचाइका लागि पनि पानी उपलब्ध भएको छ। यस लालझाडी गाउँपालिकामा पर्यटकीय आकर्षणका लागि विभिन्न ताल तलैयाहरू रहेका छन्। तरबरैया ताल, सिद्धपोखरी, माकुरी ताल, अजैना कुण्डा ताल, कुरी ताल, पिपरमण्डा ताल, लालपङ्खी ताल, डकैना ताल, गडबिस्ला ताल, बुलबुले ताल आदि रहेका छन्। यो वार्ड नम्बर 3 मा ससाना मठ मन्दिरहरू चाहिँ रहेको छ। एउटा हाम्रो चाहिँ बल्मी गाउँमा तपाईँको ललपङ्खी ताल र जसमध्ये तपाईँको चाहिँ प्राकृतिक ताल छ, त्यसलाई चाहिँ हामी संरक्षण गरेर त्यसलाई चाहिँ राम्रो व्यवस्थित तरिकाले बनाउन सक्यो भने एउटा चाहिँ प्राकृतिकको चिनारी पनि हुनसक्ने र यो लालझाडी गाउँपालिकामा एउटा चाहिँ आयोजनाको एउटा चाहिँ आयस्रोतको रूपमा पनि चिनाउन सकिन्छ जस्तो मलाई लाग्छ। जब यस क्षेत्रमा चाहिँ बाटाहरू थिएनन्, सडक सञ्जालहरू थिएन, त्यसका निमित्त पहिलोदेखि चाहिँ बाटोको ट्र्याक खोल्नका लागि चाहिँ यस लालझाडी गाउँपालिकाले चाहिँ सुरुवात गरेको थियो। जुन बाटाहरू तपाईँको 2.5 मिटर रहेको थियो र अहिले चाहिँ हामी सरस्वती 6 मिटरदेखि 12 मिटरसम्मका ट्र्याकहरू चाहिँ खोल्न सफल भएका छौँ। र त्यतिखेरका यहाँका जनसमुदायहरू तपाईँको माटोमा धुलोमा हिँडिरहेको अवस्था थियो भने अहिले सामान्य ग्राभेलमा चाहिँ हिँडेको अवस्था चाहिँ देखिन्छ भने थोरै बाटाहरू चाहिँ कालो पिच भएको पनि देखिन्छ। जति पनि यस ठाउँमा चाहिँ काम गरिरहँदा हामी सबैले पूर्ण रूपमा गर्न सकेका छैनौँ र यसलाई पूर्णता दिनका लागि चाहिँ हामी प्रयास पक्कै पनि गर्नेछौँ भन्ने चाहिँ जानकारी म गराउन चाहन्छु। 2वटा नदीको बीचमा अवस्थित यस गाउँपालिकामा वर्षायाममा नदी कटान र बाढीका कारण किनारामा रहेका घर तथा खेत बगाउने समस्या थियो। अहिले लगभग सबै स्थानमा तटबन्ध निर्माण भइसकेको छ, जसका कारण बासिन्दाहरू सुरक्षित रूपमा बसोबास गर्न पाएका छन्। यहाँका अधिकांश कृषकहरूले अन्न बाली तथा उखु खेती गर्दै आएका छन्। लालझाडी गाउँपालिका वडा नम्बर 4 मा जङ्गलको छेउमा इटाहा बाबा मन्दिर रहेको छ,
जहाँ हरेक वर्ष शिवरात्रि मेलाको आयोजना हुने गर्दछ। म निर्वाचित हुनुभन्दा अगाडि मेरो घर सिकलपट्टि र वडाकाला डाँडा जाइ भएको कारणले एकदम पैदल हिँडेर आउनु पर्थ्यो, किनभने बिचमा दोदा नदी र वर्षाको टाइममा एकदम पानी बढी भएको कारणले मोटरसाइकल अथवा आउन नसकेको हुनाको कारणले पैदलै हिँडेर आउनु पर्थ्यो र अहिले हाम्रो झुलुङ्गी पुल भएर जनताहरूलाई एकदम सहज भएको छ र वर्षाको टाइममा पनि आवत जावत गर्न सजिलो भएको छ। अब लालझाडी गाउँपालिका वार्ड नम्बर 4 भनेको दोदा नदी र स्याली नदीको एकदम जोखिममा रहेको वडा हो र हामी पालिका स्तरबाट अब साना साना जैविक तटबन्ध प्रत्येक वर्ष गर्ने गरेका छौँ र जहाँनिर नदी बढी कटानी क्षेत्र भइरहेको अवस्था छ त्यहाँनिर जैविक तटबन्ध गरेर पनि केही रोक्ने गरेका छौँ र धेरै अप्ठ्यारो अवस्था ठाउँमा पनि अलिअलि ढुङ्गाको तटबन्ध लगाउने गरेका छौँ। लालझाडी गाउँपालिकामा वैदेशिक रोजगारीमा जाने जनसङ्ख्या करिब 8.34% रहेको छ। चाडपर्व तथा खेतीपातीको समयमा घर आउन सजिलो र नजिक भएकोले धेरैजसो मानिसहरू कामका लागि छिमेकी राष्ट्र भारततर्फ जाने गर्दछन्। यहाँका कृषकहरूले दैनिक आम्दानीका लागि बेमौसमी खेती पनि गरिरहेका छन्। गाउँपालिकाले वडासँग समन्वय गरी विपन्न वर्गका परिवारहरूका लागि आवास निर्माण व्यवस्था गरेको छ। गत वर्ष वडा नम्बर 5 मा केही घरहरू निर्माण गरिएका थिए। स्वास्थ्य सेवाको क्षेत्रमा सुदूरपश्चिम प्रदेशका 88वटा पालिकामध्ये लालझाडी गाउँपालिका पहिलो स्थानमा रहेको छ। उक्त स्वास्थ्य चौकी वडा नम्बर 5 मा अवस्थित छ। थाई प्रकृतिका सेवाभन्दा बाहेक सम्पूर्ण सेवा हाम्रो यहाँ एभाइलेबल छ। त्यसै गरी हामीले यहाँनिर सुरक्षित गर्भपतनको लागि दिने 3 महिनाभित्रका लाई चाहिँ दिनुपर्ने सेवाहरू पनि हामी दिइराखेका छौँ र यो संस्था अहिलेको अवस्थामा हेर्दाखेरि हाम्रो जिल्लामा नै हाम्रो नमुना संस्था हो र इभेन्टमा भन्नुपर्दाखेरि नेपाल सरकारले HPMSS मार्फत संस्थाको मूल्याङ्कन प्रत्येक वर्ष गर्छ, जो हाम्रो लालझाडी गाउँपालिका र स्वास्थ्य कार्यालयले मिलेर 6 महिनामा यहाँ गर्नुहुन्छ। त्यसलाई हेर्दाखेरि हामी 93.3% मा हामी छौँ, अर्थात् 3टा कलरमध्ये हामी ग्रिनमा नै छौँ। हामीहरूले हाम्रो टिमले र समग्र व्यवस्थापन समिति सम्पूर्ण व्यक्तित्वहरूको साथ र सहयोगले हामी यहाँसम्म पुगेका छौँ। हामीले सुरुवाती चरणको भन्दा पनि तीव्र तरिकाले काम गरिरहेका छौँ। घर अगाडिपट्टिबाट हामीले बाटाहरू पिच गर्ने काम पनि गरेका छौँ। हामी निर्वाचित भएदेखि नै हामीले यो तटबन्ध क्षेत्रलाई सुरक्षित गर्नका लागि धेरै कुराहरूमा अगाडि बढेका छौँ र त्यसै गरी हामीले हरेक टोल र बालबालिकाहरूका समस्याहरूलाई बुझेर उहाँहरूलाई कुलतमा जान नपरोस् भनेर उहाँहरूलाई खेल सामग्रीहरू पनि बेला बेलामा वितरण गर्ने गरिरहेका छौँ र त्यसै गरी हाम्रो रीतिरिवाज र अनुसार हामीले विभिन्न जात जाति र धर्मावलम्बीहरूलाई पनि हामीले सँगसँगै जोडेका छौँ। चौधरीको जस्तै दसैँमा भयो, त्यसै गरी पहाडीको गौरा पर्व भयो, त्यसै गरी राणाको होरी भयो, त्यसै गरी क्रिस्चियनहरूको क्रिसमस डे भयो। यिनीहरू सबै जात जातिका लागि हामीले सबैलाई सहयोग गर्दै र उहाँहरू र हामी हातेमालो गरेर अगाडि बढिरहेको अवस्था छ। उहाँहरूको आफ्ना धर्महरू र आफ्नो जात जातिको रीतिरिवाजलाई पनि हामीले अगाडि बढाइरहेको अवस्था छ। खानेपानी हरेक व्यक्तिको नैसर्गिक अधिकार हो, शुद्ध खानेपानी खान पाउनुपर्छ भन्ने त्यो अन्तर्गत हामीले पनि खानेपानीलाई तीव्रताका साथ धारा जडानका कामहरू अगाडि बढाइरहेका छौँ। म निर्वाचन भएदेखि जनतासँग एकदम घनिष्ठ गरेर उनको घर दैलोमा पुगेको छौँ र सामाजिक वृद्ध भत्तामा पनि हामीले वडा टोलमा वितरण गरेका छौँ। जनप्रतिनिधि भएर बच्चा गरेका जुन हाम्रा कामहरू थिए त्यो अहिले हामीले पूर्ण रूपमा सम्पन्न गरिसकेका छौँ। यस गाउँपालिकामा विभिन्न शक्तिशाली धार्मिक मठ मन्दिरहरू रहेका छन्, जसले भविष्यमा पर्यटकीय प्रबन्धमा टेवा पुग्ने सम्भावना बोकेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 6 पालिकाको पश्चिम भूभागमा पर्न जान्छ।
पालिकाको अरू वडाभन्दा अलि मिलेको चिटिक्क परेको वडा चाहिँ मेरो लालझाडी गाउँपालिका वडा नम्बर 6 पर्छ। अहिलेको अवस्थामा हेर्नुपर्दा विद्यालय पनि राम्रो नै छ। पालिकामा द्वितीय तृतीय एसीमा रिजल्ट ल्याउन सफल भएको हुन्छ। वडाको 20 भाग भूगोलमा पढ्ने एउटा हाम्रो वडा कार्यालय छ र त्यहाँ सँगै एउटा स्वास्थ्य चौकी पनि सबैको पाएक पर्ने ठाउँमा छ। पश्चिमी भेगमा एउटा शिव मन्दिर छ, पूर्वमा बैजनाथ सिद्धनाथ मन्दिर बनाएका छौँ र 2वटा चर्चहरू पनि छन्। धर्म मान्नेहरू पनि हिन्दू र इसाई धर्म मान्नेहरूको जनघनत्व ज्यादा छ। त्यहाँ बसोबास गर्ने जातिहरू राणा, चौधरी जाति र पहाडका विभिन्न जातिहरूको बसोबास गरेका छन्। यसमा 60% जति चौधरी समुदाय बस्छन् भने लगभग 20% हाराहारीमा पहाडी र राणा समुदायहरूको बसोबास भएको लालझाडी वडा नम्बर 6 हो। विविध जात जाति धर्म र वर्णका मानिसहरूको मिश्रित बसोबास रहेको यो गाउँपालिकामा आफ्नो आफ्नो परम्परा अनुसारको चाडपर्व मनाइने गर्छ। यहाँ हरेक चाडपर्वमा फरक जात जातिको फरक फरक परिकारहरू पाक्ने गर्दछ।